ऐसेलु चौर टोल विकास संस्था यहाँहरूको हार्दिक स्वागत गर्दछ भनेर चाहिँ यहाँ लेखेको छ। हाम्रो 15 बजा 9 फेदीकुना कर्मसम्मेलन गुम्बाको भवन तल बन्दैछ। फुलबारी यो मुनि फेदीकुना यानी अफिस पनि त्यही देखियो यानी अफिस है। यो ऐसेलु चौरको चौताराबाट चाहिँ कस्तो दामी देखिने ठाउँ। पाउँदी दुधीकुना पारी दुधीकुनाको फाँट बाटो अब आयो हर्रबोट।